नमस्कार, केन्द्रबिन्दु टेलिभिजनमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। आज हामी तपाईहरूलाई नेपाली काङ्ग्रेसमा प्रतिबद्ध एकजना सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई लेखेको पत्र पढेर सुनाउँदैछौँ। प्रस्तुत छ सिन्धुलीकी सुलोचना खतिवडाले लेखेको यो पत्र केन्द्रबिन्दु टिभी सहकर्मीको आवाजमा। आदरणीय शेरबहादुर देउवाज्यू, प्रधानमन्त्री तथा सभापति नेपाली काङ्ग्रेस, यहाँलाई पत्र लेख्न बस्दा सप्तरी लगायत तराईका जिल्लामा बाढीले विध्वंस मच्चाएको समाचार आइरहेको छ। यसै समाचारसँगै तपाईँ पनि सप्तरी पुग्नुभएको अर्को समाचार पढ्न पाइएको छ। तर तपाईँ जहाँ विस्फोट त्यहाँ भन्ने नयाँ सिद्धान्त सुरु भएझैँ लाग्न थालेको छ। आफ्नो हुस्सु व्यवहारका कारण सप्तरीबाट फेरि एकपटक तपाईँ भाइरल हुनुभएको छ। चार तारे झन्डा मुनि जन्मिएकी र हुर्किएकी मलाई भने तपाईको एकपछि अर्को व्यवहारले पीडाबोध गराइरहेको छ। मान्छेका अगाडि नेपाली काङ्ग्रेस हुँ भन्ने गर्व तपाईका कदमहरूले निरन्तर खोसेका खोसै छन्। मेरो पहिलो प्रश्न छ, तपाईले यस्तो रमिता अझै कति देखाउन बाँकी छ? नबुझिने बोली तपाईको पुरानै परिचय हो। होस्ल्याङ्गे व्यवहार समेत तपाईले स्थापित गरिसक्नु भएको छ। हुँदा हुँदा अनेकौं बदनामीले तपाईँ अभ्यस्त बन्दै गएको मैले बुझिरहेकी छु। तपाईका यस्ता परिचयले नेपाली काङ्ग्रेसको सिद्धान्त मेट्दै लगेको छ, बीपीको आदर्श खोज्दै लगेको छ। भन्नुहोस्, तपाईका यी व्यवहार जानाजान भइरहेका छन् कि अन्जानमा? प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीलाई कुबेलामा महाभियोग लगाउने र फेरि फिर्ता लिने निर्णय तपाईको आफ्नै हो कि पराईको? आइजिपी नियुक्तिको अधिकार सम्बन्धित निकायबाट खोसेर बुढा नीलकण्ठ दरबारमा तान्ने असफल प्रयास के को लागि र किन थियो? नेपाली काङ्ग्रेसका तमाम कार्यकर्ताको शिर भने यिनै दुई प्रकरणले झुकाएका छन्। के अझै यस्तै बेतुके घटनाको नेतृत्व लिइरहने पर्खाइमा हुनुहुन्छ? एक चरणमा सक्नुपर्ने चुनावलाई तेस्रो चरणमा पुर्याएर पनि तपाईँ गौरव गरिरहनु भएको छ। विगतमा प्रजातन्त्र राजालाई बुझाएको, नेपाली काङ्ग्रेस फुटाएको, पजेरो संस्कृति स्थापित गराएको, सांसद खरिद बिक्री गराएको आदि पुराना तपाईका काम मलाई सम्झिरहनु छैन। तर प्रदेश र केन्द्रीय चुनाव तोकिएको समयमा हुन्छ कि हुँदैन भनेर सोध्न मन छ। किन पनि भने यही चुनावमा गणतन्त्र, संघीयता, नेपाली काङ्ग्रेस र समग्रमा देशको भविष्य लुकेको छ। यो पत्र पढेर सुनाउनेलाई तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ भनेर चोरी औँला ठड्याउनुहुन्छ होला। हरेक प्रश्नको जवाफमा म ज्योतिष हुँ र भनेर झर्कनुहुन्छ होला। तपाईँ यसै गरी आफ्नो हुर्मत आफै लिइरहनु होला। तर नेपाली काङ्ग्रेस र देशको हुर्मत लिने छुट यहाँलाई कदापि छैन। जवाफ नआए पनि मलाई प्रश्न गर्न मन छ, तपाईका सल्लाहकार को हुन्? यदि सल्लाहकार छन् भने ती तपाईलाई किन सकाउन खोजिरहेका छन्? सल्लाहकार छैनन् भने तपाईँ आफै किन सकिन खोजिरहनु भएको छ? यो चौथो इनिङलाई तपाईले इतिहासमा गरेका असरल गल्ती सच्याउने मौकाको रूपमा लिनुपर्ने होइन र? मलाई खास सोध्न मन लागेको प्रश्न चाहिँ, तपाईँ किन बारम्बार प्रधानमन्त्री भइरहनु भएको छ? न कार्ययोजना, न त व्यवहार, न त विकास, न त समस्याको निकास। तपाईले राजनीतिक जीवनमा देश र जनताको पक्षमा गरेको एउटा मात्र उल्लेख्य काम के हो? भन्नुहोस्, नेपाली काङ्ग्रेसलाई कहिलेसम्म बीपीको ब्याजले बचाइराख्ने हो? तपाईसँग जवाफ नै छैन भने कृपया अन्तर्वार्ताका कार्यक्रमहरूमा नगइदिनु होला। साझा सवालको त्यो कार्यक्रमको नियत के थियो म भन्न सक्दिनँ, तर त्यहाँ प्रश्न गर्ने मानिसहरू सबै नेपाली थिए र उनीहरूले आफ्नो पीडा बोलेका थिए। के जनताको प्रश्नप्रति प्रधानमन्त्री यसरी तर्सन र तर्कन आवश्यक थियो? अरूले दिएको ज्ञापन पत्र हो कि पढ्न ठिक पारेको भाषण? कम्तीमा यति शुद्धि चाहिँ राखिदिनु होला। दागमाथि दाग र टाटामाथि टाटा थपेर हरेक दिन गाईजात्रा प्रदर्शन गर्नुभन्दा कृपया सिंहदरबार र बालुवाटार खाली गरिदिनु होला। वर्तमानमा तपाईँले चाल्ने सबैभन्दा सही कदम यही हुनेछ। बिन्ती छ, काङ्ग्रेस र देश बचाइदिनु होला। जय नेपाल। सुलोचना खतिवडा, गट्ठाघर, भक्तपुर, 2074 असार 26।